हार्दिक 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 फेसबुक लाइभमा स्वागत गर्न चाहन्छु। यतिखेर हामी भोलि कार्यक्रम हुने तपाईहरुले बिर्सिनु भएको छ नि सम्झिनु। भोलि कार्यक्रम हुने स्थानमा हामी यतिखेर चाहिँ जुन ठाउँमा मञ्च बन्दैछ त्यो ठाउँमा हामी तयारी अवस्थामा रहिरहेका छौं र विशेष गरी यसको सुरक्षाको व्यवस्थापन र यसको चाहिँ तयारीका लागि वाइसिएलका साथीहरु खटिराख्नु भएको छ र यतिखेर हामी भिरकुटी मण्डप आसपासमा रहेको र यता शहीद गेटपट्टि जानेपट्टि ठाउँ भिरकुटी मण्डप र माथि रत्न पार्क साइडमा भोलि यहाँ हाम्रो टी आकारमा चाहिँ मञ्च बन्नेछ र त्यो मञ्चको तयारी गर्नको निमित्त दिउँसो गर्दाखेरि नागरिकहरूलाई अप्ठ्यारो पर्छ, दुःख हुन्छ भनेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले चाहिँ अहिले बेलुका राति काम गर्ने भन्ने हाम्रो सल्लाह अनुसार र सुरक्षाको दृष्टिकोणले र नागरिकलाई दुःख पर्ने नहोस् भनेर अहिले हामीले राति काम सुरुवात गरिरहेका छौं। यो दुईटा यता शहीद गेटपट्टि ठूलो साउन्ड सिस्टम झुन्ड्याउनको निमित्त स्ट्यान्ड ठडाइएको छ। त्यसैगरी मञ्च हाम्रो यो साइडमा बन्नेछ र त्यो साइडमा यो साइडमा गर्दा तीन साइडमा गरेर लगभग लाखौंको संख्यामा भोलि आउने प्रदर्शनकारीहरूको चाहिँ यहाँ संगम बिन्दु यहाँ हुनेछ र भोलि यहाँ स्टेज बन्नेछ। यहाँ यो तयारी भइरहेको स्टेजको लागि हो, यहाँ स्टेज बन्नेछ र यता आरआर कलेजपट्टि चाहिँ विशेष अगाडिको फोकस हुनेछ भनेर यतापट्टि पनि चाहिँ त्यत्तिकै मान्छेहरू रहनेछन्। भोलिको तयारी भनेको 1 लाख भन्दा माथि उपस्थित गराउने हाम्रो जुन तयारी थियो र सबै साथीहरूको सक्रियताका साथ कोटा निर्धारण गरिएको थियो र त्यो कोटा अनुसार चाहिँ हामीले कुरा गर्दाखेरि भोलि 1 लाख होइन 1.5 देखि 2 लाखको उपस्थित हुने भएको कारणले भोलि काठमाडौँका विभिन्न स्थानबाट चाहिँ 8वटा आर्कबाट हाम्रा चाहिँ जुलुसहरू निस्किनेछन्। नेपाल कम्युनिस्ट पार्टीको माओवादीको नेतृत्वमा 4 ठाउँबाट निस्किनेछन्। त्यसैगरी चाहिँ ती सँगसँगै अन्य पार्टीका 4 ठाउँबाट निस्किँदाखेरि विभिन्न ठाउँमा चाहिँ यसको मर्ज हुनेछ र हाम्रो संगम बिन्दु भनेको केन्द्रीय कार्यक्रम हुने स्पोर्ट चाहिँ भिरकुटी मण्डप रहेको सबैलाई जानकारी गराउन चाहन्छु। र पछिल्लो समय हामीले देशका विभिन्न ठाउँबाट सक्रिय कार्यकर्ताहरू आफ्नो स्वतः स्फूर्त तरिकाले पार्टीले व्यवस्थापन नगर्दा पनि उहाँहरू उठेर हिँडिसक्नु भएको छ र यतिखेर हामी अहिले जुन भोलि कार्यक्रम हुने ठाउँको चाहिँ आजदेखि नै हामीले यहाँ जुन व्यवस्थापन नाइट व्यवस्थापन तयारी गरिरहेका छौं वाइसिएलका साथीले गरेका छौं। सम्पूर्णलाई भोलि एकचोटि फेरि गणतन्त्रवादीहरू एक ठाउँमा उभिनको निमित्त तपाईहरु एकजुट हुनको निमित्त भोलि बिर्सिनु भएको छ भने पनि सम्झेर आउनु होला र तयारीका साथ सबै साथीहरु आफ्नो ठाउँमा चाहिँ आर्कमा जम्मा हुनु होला। दाइ निस्किने हुन्छ ओके ल हुन्छ। तपाईँ कहाँ जानु भन्दैछु यतालाई ए ल अनि त्यसपछि हामी बेलुका लगभग यहाँ 1 बजीसम्म ड्युटी गर्ने वाइसिएलको जिम्मा परेको छ। त्यसपछि हाम्रो वाइसिएल चाहिँ बिदा भएर विद्यार्थीको साथीहरू आउनेछ। तपाईहरुलाई सम्पूर्णलाई म के भन्न चाहन्छु भने जसले सुनिरहनु भएको छ धेरै साथीहरू त सुति पनि सक्नुभयो होला। भोलि बिहानैदेखिबाट चाहिँ खट्नुपर्ने आफ्नो ठाउँमा विभिन्न आर्कहरू छुट्याइएको छ। त्यस कारणले गर्दाखेरि खट्नुपर्ने भएको कारणले सुतिसक्नुभयो होला। तर पनि जो हुनुहुन्छ तपाईहरु एकचोटि सम्पूर्णलाई यो भिडियो शेयर गरिदिनु हुनको लागि र भोलिको कार्यक्रमको लागि फेरि भोलि बिहान उठ्ने बित्तिकै र अहिले एकचोटि फेरि भोलिको कार्यक्रमको आह्वान गर्नको निमित्त एउटा भिडियो एउटा फोटो एउटा पोस्ट जे गर्नुहुन्छ फेरि भोलि एकचोटि उठौं भन्नका लागि चाहिँ भिडियो या उ चाहिँ पोस्ट गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। शेयर गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। सायद भोलि बिहान 9 बजे 10 बजेसम्म यो मञ्च तयार हुने हामीले अनुमान गरेका छौं। त्योभन्दा अगाडि हुँदैन होला। सम्पूर्ण साथीहरूलाई एकचोटि यो भिडियो शेयर गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो मञ्च व्यवस्थापनको निमित्त भनेर हामीले दिउँसो गर्ने भनेका थियौं। दिउँसो गर्दाखेरि असाध्यै गाडी जनता आदरणीय सबै हाम्रा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई असर अप्ठ्यारो हुन्छ भनेर हामीले अहिले रात्रिकालीन समयमा हामीले काम गरिरहेका छौं र असाध्यै सशक्त रूपमा सबै साथीहरू वाइसिएलका साथीहरू खटिराख्नु भएको छ। यसमा अब हाम्रो स्ट्यान्ड बन्दैछ। स्ट्यान्ड बनिसके साउन्ड सिस्टमहरू गाडीमा आउँदैछ र यो साउन्ड सिस्टमलाई चाहिँ यहाँ हालिसकेपछि
एउटा कार्यक्रमको तयार रूपरेखा बन्दैछ। यहाँ गाडीमा हाम्रो भटाभट सामानहरू आइरहेको छ। साउन्ड सिस्टम यहाँ अहिले साथीहरूले ल्याइसकेका छन् र असाध्यै भोलिको लागि हामीले स्क्रिन नरहने भएको कारणले साउन्ड सिस्टम विशेष गरी सबैलाई सुन्ने र सबैको पहुँचमा पुग्ने गरी तयारी गरिरहेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ। कहाँ कहाँबाट हुनुहुन्छ कमेन्ट गर्नु होला। मेरो अहिले कमेन्ट चाहिँ बन्द भएको के भएको छ होइन। काठमाडौँ धेरै अधिकांश साथीहरू विशेष युवा साथीहरू पार्टीका सक्रिय साथीहरू आज नै काठमाडौँ आइसकेको र पेरिस डाँडा सुन्दारा लगायतको ठाउँमा चहल पहल बढेको र त्यहाँ साथीहरूको देखिन्छ। सम्पूर्ण साथीहरूले सेयर गरिदिनु होला है।